ए पूजा आइछिन् भनेर यता चढाइ आए फुलपाती अछेता देउरालीलाई भेटी भेटा हुने जोर छ दिन नि यत्रो तामझाम गरेको किन नि देउरालीलाई भेटी ए भन्या माना छोड्देऊ न लजाउन पर्यो अब नौमती बजाउन देउरालीलाई भेटी गाह्रो होला त्यसै भर पर्न दुई मन मिल्नु पर्यो नि बेगर्न देउरालीलाई भेटी हे ओरा आउन जिस्किन्छु रमाउँछु कुचु कुचु भन्दै नाक समाउँछु देउरालीलाई भेटी हे बोलाउन साक्षे ओइमा गई भन्लान् फेरि मलाई नक्कली भई भन्लान् देउरालीलाई भेटी हे तिम्रो लागि चुम्बको फलाम हो तर माया नभन नलाम हो देउरालीमा भेटी हे किन तिमलाई छुन मन लाउँछ र आकाशको जुन देखेर आउँछ र देउरालीलाई भेटी गुन्जिरहेछ दोहोरी हालसम्म गुन्जाइरहन्छौँ अनन्तकालसम्म। नमस्ते, प्रत्यक्ष दोहोरीको असाध्य रमाइलो कार्यक्रम गोर्खाली रमाइलो घरको प्रतीक्षामा बस्नुहुने तमाम लोकदोहोरी पारखीहरूमा म कार्यक्रम प्रस्तुता दिनेश थापाको दोहोरीमय अभिवादन हजुर। दिनेश थापा विशाल युट्युब च्यानल मार्फत प्रस्तुत हुँदै गरेको आजको दोहोरी श्रृङ्खला पनि अति नै रमाइलो अनि रसिलो हुनेवाला छ, किनकि आज पनि लोकदोहोरी क्षेत्रका माहिर कलाकारको उपस्थिति छ। अगाडिको हाइलाइट्सबाट नै थाहा पाइसक्नु भएको छ कुन भाकामा दोहोरी खेलिँदैछ आज। साथसाथै यसै गीतका वास्तविक गायक गायिका अनि सर्जकलाई सम्मान व्यक्त गर्दै दोहोरी सुरु गरिदिनका लागि कलाकारहरूलाई हार्दिक आग्रह गर्दछु र म पनि तपाईँहरूसँगै दोहोरी हेर्नका लागि एकैछिन ओझेलमा पर्छु है त। पूजा आइछिन् भनेर यता चढाइ आए फुलपाती अछेता देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती भनेर यता चढाइ आए फुलपाती अछेता देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती ए मलाई जोबान दिँदैमा के हुन्छ र छेती भेटा हुने जोर छ दिन नि यत्रो तामझाम गरेको किन नि देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति जोरे छ दिन नि यत्रो तामझाम गरेको किन नि देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति ए आजकलका केटाको भर लाग्दैन त्यति ए ख्याल गर न मुटु हौ सासौ त तिमी मेरै विशेषौ खासौ त देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती मुटु हौ सासौ त तिमी मेरो विशेषौ खासौ त देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती मलाई जोबान दिँदैमा के हुन्छ र छेती कथा भित्रमा तिम्रो सास भए पत्तो पाइन कसरी खास भए देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति म तिम्रो सास भए पत्तो पाइन
गरा टेरी हिँड्छौ खाली न टेरी देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र खेती नगरा टेरी हिँड्छौ खाली न टेरी देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र खेती मलाई जोबान दिँदैमा के हुन्छ र खेती साथी थियो साथी छै गर्ने हो भन मैले के गर्न पर्ने हो देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति साथी छै गर्ने हो भन मैले के गर्न पर्ने हो देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति आजकलका केटाको भर लाग्दैन त्यति भन्या माना छोड देऊ न लजाउन पर्यो अब नौमती बजाउन देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती छोडिदेऊ लजाउन पर्यो अब नौमती बजाउन देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती मलाई जोबान दिँदैमा के हुन्छ र छेती गाह्रो होला त्यसै भर पर्न दुई मन मिल्नु पर्यो नि बेगर्न देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति त्यसै भर पर्न दुई मन मिल्नु पर्यो नि बेगर्न देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति आजकलका केटाको भर लाग्दैन त्यति हामी दिनकै भेट हुने छुट्ने यस्तै कुरा गर्छौ र रिस उठ्ने देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती भेट हुने छुट्ने यस्तै कुरा गर्छौ र रिस उठ्ने देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती मलाई जोबान दिँदैमा के हुन्छ र छेती भन्छौ सधैँ घर बारे बनाऊ साँचो कुरा पत्याउनौ के भनौ देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति घर बारे बनाऊ साँचो कुरा पत्याउनौ के भनौ देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति आजकलका केटाको भर लाग्दैन त्यति मैले जस्तै सोच कहिले गर्ने हो कि त पाउन म मर्नै पर्ने हो देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती मैले गर्ने हो कि त पाउन म मर्नै पर्ने हो देउरालीलाई भेटी तिमीलाई जोबान दिँदैमा के हुन्छ र छेती मलाई जोबान दिँदैमा के हुन्छ र छेती हतार लाउँछौ जहिले भनी आउला एक दिन समय त्यो पनि देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति अहिले भनी आउला एक दिन समय त्यो पनि देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति आजकलका केटाको भर लाग्दैन त्यति ओरा आउन जिस्किन्छु रमाउँछु कुचु कुचु भन्दै नाक समाउँछु देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती जिस्किन्छु रमाउँछु कुचु कुचु भन्छु नाक समाउँछु देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुँदैन छेती मलाई जोबान दिँदैमा के
भन्छन् मलाई नक्कले नक्कले देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र खेती दुनियाँलाई छाले भने भन्छन् मलाई नि नक्कले देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र खेती मलाई जोबान दिँदैमा के हुन्छ र खेती हे मलाई त्यस्तो जिस्किन आउँदैन त्यही भएर त तिम्रो भर लाउँदैन देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति जिस्किन आउँदैन त्यही भएर त तिम्रो भर लाउँदैन देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति आजकलका केटाको भर लाग्दैन त्यति ए पर्यो मात्रै नजिकै आउन म छँदैछु जिस्किन जिस्काउन देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती नजिकै आउन म छँदैछु जिस्किन जिस्काउन देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुँदैन छेती मलाई जोबान दिँदैमा के हुँदैन छेती हे जान्या रहेछौ नजरले हान्नलाई चुम्बक खौर नजिकै तान्नलाई देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति हान्नलाई चुम्बक खौर तान्नलाई देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति आजकलका केटाको भर लाग्दैन त्यति हे तिम्रो लागि चुम्बक हो फलाम हो तर माया नभन नलाम हो देउरालीमा भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती चुम्बक हो फलाम हो तर माया नभन नलाम हो देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती मलाई जोबान दिँदैमा के हुन्छ र छेती हे बेला होइन मायामा रर गर्ने किन हो र यसरी कर गर्ने देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति मायामा रर गर्ने किन हो र यसरी कर गर्ने देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति आजकलका केटाको भर लाग्दैन त्यति ए हुन्छ खाली छुम्किन छुम्किन दिन मनै लाउँदैन उम्किन देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती छुम्किन छुम्किन लाउँदैन उम्किन देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती मलाई जोबान दिँदैमा के हुन्छ र छेती हे किन तिमलाई छुन मन लाउँछ र आकाशको जुन देखेर आउँछ र देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति छुन मन लाउँछ र आकाशको जुन देखेर आउँछ र देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति आजकलका केटाको भर लाग्दैन त्यति हे मनको कुरा बुझ्नै नलाको खाली सिउँदो कति नसुहाको देउरालीलाई भेटी मेरै जोबान दिँदैमा के हुन्छ र छेती बुझ्न नलाको खाली सिउँदो कति नसुहाको देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र छेती मलाई जोबान दिँदैमा के हुन्छ र छेती हे काट्छु अझै 4-5
गर्ने हौ कस्ती यति राम्री कोराली गाई जस्ती देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र खेती गर्दैन कस्ती कति राम्री कोराली गाई जस्ती देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र खेती मलाई जोबान दिँदैमा के हुन्छ र खेती हे के भनौ र बस्दिन्छु म त छु फुर्काउनलाई जानेको रहेछौ खुब देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति बस्दिन्छु म त छु फुर्काउनलाई जानेको रहेछौ खुब देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति हे आजकलका केटाको भर लाग्दैन त्यति हे तिम्रो बारे बताउँदै हिँड्छु इतिहास लेख भने नि लेखिदिन्छु देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र खेती बताउँदै हिँड्छु इतिहास लेख भने नि लेखिदिन्छु देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र खेती मलाई जोबान दिँदैमा के हुन्छ र खेती धेरै बाठो नबन चकचके तिमीलाई गाह्रो हुन नि सक्छ के देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति नगर चकचके तिमीलाई गाह्रो हुन नि सक्छ के देउरालीलाई भेटी आजकलका केटाको भर लाग्दैन त्यति हे आजकलका केटाको भर लाग्दैन त्यति हे जब पूजा दिलीपसा जोडिन्छ जस्तो पहाड आए नि फोडिन्छ देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र खेती दिलीपसा जोडिन्छ जस्तो पहाड आए नि फोडिन्छ देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र खेती मलाई जोबान दिँदैमा के हुन्छ र खेती हे हुनुपर्छ मलाई नि हर सके सोचौला पर्ख्यो है 5 वर्ष देउरालीलाई हजुर वरिष्ठ आजकलका केटाको भर लाग्दैन त्यति मलाई नि हर सके सोचौला पर्ख्यो 5 वर्ष देउरालीलाई भेटी मलाई जोबान दिँदैमा के हुन्छ र खेती 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 आहा कस्तो मिठो दोहोरी तपाईँलाई कस्तो लाग्यो कुन्नी निर्णयको तराजु तपाईँकै हातमा थमाएको छु यो दोहोरीको मेलो अनि प्रसङ्ग कता कता बग्छ पत्तै हुन्न कुनै वास्तविक कुनै काल्पनिक यिनै सामाजिक र मानवीय कथा व्यथा उकल्छन् दोहोरीले यति मिठो दोहोरी प्रस्तुतिको लागि आजका गायिका तथा वाद्यवादकज्यूहरूलाई विशेष धन्यवाद साथै अडियो भिडियो छायाङ्कनमा साथ दिनुहुने टेक्निसियन मित्रहरू अनि कलाकार संयोजन र व्यवस्थापनको लागि प्यारो भाइ प्रेम रियालप्रति पनि आभारी छु अझ धेरै धन्यवादको पात्र तपाईँ दर्शक श्रोता भगवानहरू हुनुहुन्छ गोर्खाली रमाइलो घरलाई श्रृङ्खलाबद्ध ढङ्गले निरन्तर प्रस्तुत गर्नका लागि सहयोग र सद्भाव राख्नुहुने उदयमान बस्नेत नेपाली किचन साइतामा जापान डिबी थापा नेपको इन्टरटेनमेन्ट हङ्ग्री आई रेस्ट्रो मेलबर्न अस्ट्रेलिया शिव बन्जारा प्रकाश ढकाल युनिभर्सल थट कन्सल्ट सिडनी अस्ट्रेलिया अनि नेपाल शाखालाई कृतज्ञ व्यक्त गर्न चाहन्छु फेरि पनि यस्तै रमाइलो दोहोरीको अर्को श्रृङ्खला हेर्न अनि सुन्नका लागि दिनेश थापा अफिसियल युट्युब च्यानललाई लाइक कमेन्ट्स धेरैभन्दा धेरै सेयर र सब्सक्राइब गरिदिनका लागि तपाईँहरूसँग विनम्र अनुरोध गर्दै म तपाईँहरूकै कार्यक्रम प्रस्तुता दिनेश थापा पनि फेरि अर्को दोहोरी श्रृङ्खलामा भेट्ने बाचा गर्दै छुट्टिन्छु स्वदेश तथा विदेशमा जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वास्थ्य रहनुहोस् व्यस्त रहनुहोस् मस्त रहनुहोस् अनि लोकदोहोरीलाई माया गरिराख्नुहोस्
हस्त धन्यवाद। जय लोकदोहोरी।